हेलो गुड इभिनिङ एभ्रिवान। आज चाहिँ यो मेरो डिस हेरेर तपाईहरुले सोच्नुहुँदै होला कि के बनिँदैछ भनेर। सस्पेन्स नै छ बनिनु त। म स्टार्टिङदेखि भिडियो बनाउँछु भनेको थिएँ तर बिर्सेछु के, मेरो चाहिँ बिर्सिने आदत छ कि, त्यही भएर अन्त सबै आदि हालिसकेर पो याद आयो है भिडियो बनाउँछु भनेको थिएँ भनेर। अन्त र पनि म तपाईहरुलाई बताइदिन्छु। यसमा चाहिँ मैले प्याज काटेर हालेको थिएँ, प्याज, हरियो खुर्सानी अनि टमाटर, अदरक लसुनको पेस्ट हालेर हल्दी जिरा पाउडरहरू हालेर मजाले चलाएर अन्त मेगी मसला पनि हाल्दैछु। मेगी मसलाको टेस्ट चाहिँ मलाई पुरा मनपर्छ क्या। अन्त मेगी मसला पनि हालेर यसरी दाललाई मजाले चलाएर अब यसमा चाहिँ पानी हालिकन छोपिदिने। यसलाई चाहिँ तपाईहरु सोच्नुहोस् के बनाउन आँटेको मैले। यसको दाल त मैले अभियसली बनाएको हैन। अब यसमा चाहिँ पानी हाल्दिन्छु है म। अन्त यसमा यसरी पानी हाल्दिने, एक कराई पानी हालेर चाहिँ अब यसलाई छोपेर राखिदिने, मतलब पाक्नु दिने। अन्त त्यो पाक्दै दाल पाक्दै गर्छ। यहाँ म आटा मुस्दैछु। अब यहाँ आटामा चाहिँ मैले अलिकति नुन हालेको छु, अन्त हल्का तेल हालेको छु। अन्त यसलाई मिक्स गर्दैछु के। यसलाई मिक्स गरेर चाहिँ अन्त यसलाई मजाले मुस्ने। अब अन्त यसरी मुसेर मजाले ठिक्काको, गिलो पनि हैन टाइट पनि हैन, ठिक्काको मुसेर चाहिँ यसलाई एकछिन छोपेर राखिदिने। अनि राख्दैपछि यसरी दाल पनि मेरो पाक्दैछ, पाक्नु आँटेछ दाल पनि, लगभग पाकि नै सक्यो दाल। अन्त अब यसमा चाहिँ म के गर्छु भन्नुहोस् त, यसरी रोटी बेलेर अन्त यसलाई यसरी चटचट काटेर, काट्नु पनि नजाने जस्तो भयो। यो चिज चाहिँ हामी पहिल्यैदेखि खाएको चिज होइन। अहिले त कति वर्ष भएको थियो हामीले बिर्सेको जस्तो क्या हो यो डिसलाई। अन्त हिजो चाहिँ के बनाम खाना भइरहेको थियो होइन। अन्त ठिक्कै हाम्रो त्यो भाइ छ दोकानमा बस्ने भाइ, उसलाई के खाने हो खाना भनेको त, भाउजू आटाको थुक्पा बनाउनु नि भनेर भने होइन। अन्त मलाई पनि झसक्कै याद आयो, आहा आज त बनाउनु पर्यो भन्दा पनि ट्राई गर्नु पर्यो भनेर चाहिँ बनाइदिएको। अन्त हामी चाहिँ यसलाई आटाको थुक्पा भन्छौँ। तपाईहरु चाहिँ के भन्नुहुन्छ कमेन्ट बक्समा लेखिदिनुहोस् है मलाई। अन्त सबै आटा यसरी बेलेर हालिसकेर चाहिँ यतिको भयो हो। अन्त यसलाई अझै एकछिन पाक्नु दिन्छु किनकि आटा